लसन गाइस हेर्नुहोस् न मलाई विन्टरको ज्याकेट आएको छ होइन यो वाटरप्रुफ भनेको छ पानी मैले यहाँ ल्याएको छु पानी खनाउन आँटेको र यस्तो चिसोमा मैले भिडियो बनाइरहेको छु होइन एकदम मलाई त्यस्तोहरू फिल चाहिँ भएको छैन यो हातमा मात्रै फिल भइरहेको छ होइन यता भित्र उति चिसो भएको केही फिल भएको छैन होइन गाइस ल पानी पनि खनेर देखाउँ ल यहाँ हेर्नुहोस् है वाटरप्रुफ भनेको चाहिँ पुरै देख्नुभयो नि यत्रो पानी खनाएँ होइन हेर्नुहोस् त पानी नै छैन गाइस त्यस्तो दामी ज्याकेट छ होइन मसँग यो पहिला पनि आएको थियो व्हाइट कलरमा तपाईँहरूले हेर्नु सक्नुहुन्छ व्हाइट कलर जुनै कलरमा लिँदा पनि हुन्छ होइन गाइस एकदम तातो हुँदो रहेछ यो होइन तपाईँहरूलाई म भित्रको पनि देखाइदिन्छु फर कस्तो छ होइन हेर्नुहोस् त भित्र चाहिँ यस्तो फर छ होइन र तपाईँहरूले एउटा वालेट राख्नु सक्नुहुन्छ होइन र यो विन्ड प्रुफ वाटरप्रुफ भएको कारणले गर्दाखेरि होइन भित्र चिसो नपस्दो रहेछ हावा नपस्दो रहेछ त्यही भएर तातो हुँदो रहेछ होइन गाइस र तपाईँहरूको यो हङलङ पनि यस्तो छ भने पनि चिन्ता मान्नु पर्दैन होइन तपाईँहरू यसरी तानेर टक्क यो टाइट बनाएपछि तपाईँहरूको सर्दैन यो चाहिँ लार्ज साइजको ठुलो देखिरहनु भएको छ होला होइन मेरो पहिला चाहिँ मिडियम साइजको व्हाइटमा थियो र साह्रै मन परायो साथीले साथीको लागि गरिदिएको यो चाहिँ लार्ज साइजको गाइस होइन तपाईँहरूले विभिन्न कलरमा विभिन्न साइजमा पाउनुहुन्छ र जाडोको लागि चाहिँ एकदम गुड क्वालिटीमा चाहिँ एकदम कम्प्रोमाइज छैन गाइस एकदम तातो हुन्छ होइन मैले लगाएको पनि हो र तपाईँहरूलाई पनि विन्टरको लागि चाहिरहेको छ भने चाहिँ एउटा ग्र्याब गर्नु होला एकदम राम्रो छ वाटरप्रुफ विन्ड प्रुफ गाइस स्नो प्रुफ